हेलो एभ्रिवान। मैले चाहिँ आज यो एएबी ओड भन्ने कम्पनीबाट अनलाइन एउटा वायरलेस माइक्रोफोन मगाएको थिएँ। डिजेआई माइक मिनी 2 भन्ने हो। यसलाई अनबक्सिङ गर्न जाँदैछु। कस्तो रहेछ हेरौँ है त। हुन त मैले यो आजसम्म कहिले पनि युज गरेको त छैन होइन, तैपनि चेक गरौँ एकचोटि कस्तो रहेछ। बक्सबाट निकाल्दैछु मैले होइन, हेरौँ। ल निकालेँ। यो मेन पाउच यो रहेछ होइन, यसको चाहिँ क्यारिङ पाउच भन्छ यसलाई नै। हेर्दा त्यही पनि राम्रो छ, दामी छ। भित्र हेरौँ यो के रहेछ कुन्नि। यो वायरहरू रहेछ। मेन बक्स चाहिँ यो रहेछ। खोल्छु, हेरौँ त। वाउ, बक्स त दामी छ। ल म अनबक्सिङ गर्छु है त। यस, वाउ दामी छ। ल अब हेरौँ त यो। यसमा चाहिँ दुईवटा ट्रान्समिटर छ होइन। यो चाहिँ ट्रान्समिटर भयो। यो मैले निकालेको चाहिँ यसलाई भन्छ विन्ड स्क्रिन। यो म्याग्नेट छ, क्लिपसँग म्याग्नेट लाग्दो रहेछ त्यहाँनिर। यो चाहिँ विन्ड स्क्रिन। यो पनि फोल्डेबल हुँदो रहेछ। ओके, चार्जिङ केस। यो चाहिँ रिसिभर रहेछ। रिसिभर हो यो। यो चाहिँ मोबाइलमा कनेक्ट गर्नुपर्छ। मोबाइलमा कनेक्ट गर्नको लागि यहाँनिर यो चाहिँ एडेप्टर, मोबाइल एडेप्टर हुँदो रहेछ। यो चाहिँ त्यसमा एट्याच गर्नुपर्छ। यो कभर खोल्ने, यसलाई यहाँ एट्याच गर्ने अनि यो मोबाइलमा जोड्ने। यो चाहिँ पुरानो आइफोनहरूमा नहुँदो रहेछ, सी टाइपको हुँदो रहेछ। यो अब हेर्दा त एकदम राम्रो छ होइन। अब काम चाहिँ कस्तो गर्छ कुन्नि। अनि यो चाहिँ के रहेछ यो। यो चाहिँ रहेछ म्याग्नेटिक फ्रन्ट कभर रहेछ, जो चाहिँ ट्रान्समिटरको यो ट्रान्समिटरको होइन। यो ट्रान्समिटरको अगाडिपट्टि फ्रन्टमा लगाउने। कलर चेन्ज गर्नु मन लाग्यो भने यो चाहिँ यस्तो गरी लगाउन मिल्दो रहेछ। ल अब यो पर्पल कलरको लाग्यो, यसलाई त्यो यो कभर निकाल्न मिल्दो रहेछ। प्लस यसलाई चाहिँ त्यहाँ टक्क राख्न मिल्दो रहेछ। ल आफूलाई मन लागेको कलर टक्क राख्यो अनि गरी गराउन मिल्ने। ल राम्रो छ, एकदम राम्रो छ। काम चाहिँ कस्तो गर्छ होइन। अब हुन त मैले अहिलेसम्म यस्तो चिजहरूबाट मैले कहिले पनि काम पनि गरेको छैन। म कुनै कन्टेन्ट क्रिएटर पनि होइन, म कुनै युट्युबर पनि होइन, केही पनि होइन। तैपनि चाहिँ ट्राई गरौँ त भनेर चाहिँ मगाएको हो। यो चाहिँ यसमा चाहिँ दुईवटा केबलहरू देख्छु। एउटा युएसबी डाटा केबल रहेछ, अर्को चाहिँ क्यामेरा अडियो केबल रहेछ। यो दुईवटा रहेछ त्यसमा चाहिँ। ओके, ल यही हो, राम्रो छ। अब काम चाहिँ कस्तो गर्दछ पछि म तपाईँहरूलाई खबर गर्छु है त। बाई।